हेलो एभ्रिवान, नमस्ते। म चाहिँ अफिसबाट घर पुगेपछि के काम गर्छु भनेर हजुरहरूलाई देखाउँछु है। सधैँ एउटै चाहिँ हुँदैन, कहिलेकाहीँ चाहिँ म एकदमै अल्छी हुन्छु, कहिलेकाहीँ चाहिँ म एकदम एक्टिभ भएर के गर्नुपर्ने कामहरू चाहिँ गरिरहेको हुन्छु। भिडियो बनाउन एकदम मनपर्ने भएर चाहिँ मैले जे काम गर्दा पनि फिल्म गरिरहेको हुन्छु। अनि म चाहिँ काम गर्न थाल्यो भने चाहिँ एकदम एक्टिभ भएर काम सकाउन्जेल चाहिँ गरिरहेको हुन्छु। तर कहिलेकाहीँ चाहिँ एकदमै अल्छी भएको बेला त म दिनभर रातभर अल्छी नै भएर बसिरहेको हुन्छु। तर यति चाहिँ हो, मैले काम गर्न थालेँ भने चाहिँ मलाई सकाउनै पर्छ के, त्यो जेसुकै काम होस् है। तर खाना पकाउन बाहेक, किनभने मलाई खाना पकाउन मन नै पर्दैन क्या, मन नै पर्दैन र आउँदैन पनि, र मलाई सिक्ने पनि कुनै इन्ट्रेस्ट छैन। मलाई खाना पकाउन बाहेक अरू जेसुकै काम पनि गर्न मन पर्छ, तर खाना बनाउन चाहिँ ना बाबा ना। तपाईँहरू म जस्तो हुनुहुन्छ भने चाहिँ कमेन्टमा लभ रियाक्ट गर्नु होला। मलाई आउने काम भनेको धेरै काम छ, तर मलाई नआउने काम भनेको यही खाना पकाउन मात्र हो। खाना चाहिँ मलाई एकदमै मजाले आउँछ है। अनि नि तपाईँहरू म जस्तै भिडियो बनाउन, एडिट गर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ प्लिज गर्नुपर्छ, गर्नुहोस् होला। आफूलाई मनपर्ने काम गर्दाखेरि चाहिँ एकदमै मन आनन्द हुन्छ, पिसफुल माइन्ड हुन्छ, ओभरथिङ्क गर्न टाइम हुँदैन, यसमै भुलिन्छ। त्यसले गर्दाखेरि चाहिँ प्लिज तपाईँहरू पनि यस्तै भिडियो बनाउन इन्ट्रेस्टेड हुनुहुन्छ, कन्टेन्ट क्रिएसन गर्नमा इन्ट्रेस्ट हुनुहुन्छ भने प्लिज हजुरले गर्नुहोस् होला। अनि साथसाथै म डिजाइनर पनि हो। मलाई चाहिँ ड्रेस डिजाइन गर्न चाहिँ बच्चैदेखि मन पर्ने काम थियो। मलाई चाहिँ आफू राम्री हुने काम गर्न चाहिँ एकदमै मनपर्छ। म चाहिँ आफू मात्र राम्री नभएर चाहिँ तपाईँहरूलाई पनि म राम्री बनाइदिन सक्छु, राम्रो राम्रो लुगा डिजाइन गरेर चाहिँ। इफ तपाईँहरू मैले डिजाइन गरेको लुगा लाएर राम्री हुन चाहनुहुन्छ म जस्तै भने तपाईँ अर्डर गर्न सक्नुहुन्छ म कहाँबाट। मैले के बोल्दा बोल्दै मेरो भिडियो सकिन लागिसक्यो। तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भयो भने चाहिँ थ्याङ्क यू सो मच। मैले चाहिँ के काम गरेँ अफिसबाट आएर, यो सबै मैले भिडियोमा भनिसकेको छु। यति भन्दै मेरो भिडियो अन्त्यतिर आइसक्यो। हजुरहरूले मेरो भिडियो हेरिदिनु भयो भने चाहिँ हजुरहरूलाई धेरै 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 धन्यवाद। र अन्त्यमा चाहिँ म हाम्रो भगवानलाई सम्झेर चाहिँ हजुरहरूबाट बिदा हुन्छु। हस् त, धन्यवाद, बाई बाई।